के तपाईँलाई पनि यस्तो भएको छ? महिनाको सुरुमा पेचेक आउँछ, कति खुसी लाग्छ होइन? तर महिना सकिन नपाउँदै खातामा हेऱ्यो, पैसा त लगभग सकिसक्यो। अनि मनमा एउटै प्रश्नले घोज्छ, मेरो पैसा गयो कहाँ? अथवा यस्तो पनि हुनसक्छ, तपाईँ अमेरिका भर्खरै आउनुभएको छ, राम्रो जब पनि पाउनुभयो, तलब पनि राम्रै छ, तर एचआरले 401k भन्छ, एचएसए भन्छ, ट्याक्स ब्र्याकेट्सको कुरा गर्छ। यी सबै शब्दहरू त पुरै नयाँ, कसैले राम्रोसँग बुझाइदिएकै छैन। यदि तपाईँलाई यस्तो भइरहेको छ भने चिन्ता नलिनुहोस्, तपाईँ एक्लै हुनुहुन्न, किनभने यो कथा मेरो आफ्नै हो। म पनि ठ्याक्कै यही ठाउँमा थिएँ। म नेपालबाट अमेरिका आएको पनि अब त 10 वर्ष भइसक्यो। सुरुका महिनाहरूमा त वाउ, सबै कुरा कस्तो एक्साइटिङ, नयाँ देश, नयाँ अवसरहरू। तर जब पहिलो जब मिल्यो र हातमा पहिलो पेचेक आयो नि, हो त्यहाँबाट सुरु भयो असली कन्फ्युजन। पेचेकमा हेर्छु ग्रस इन्कम एउटा अङ्क छ, तर ब्याङ्कमा आएको नेट इन्कम त त्योभन्दा कति कम। मनमा लाग्यो, यो बीचको पैसा कसले लग्यो, किन लग्यो, केमा काट्यो? अनि त्यही बेला एचआरले सोध्छ, सो डु यु वान्ट टु इनरोल इन द 401k? म त अक्क नबक्क, यो 401k भनेको के हो फेरि? पछि बुझ्दै जाँदा थाहा भयो, यो त कम्पनीले दिने रिटायरमेन्ट बचत योजना पो रहेछ। तर त्यसमा पैसा हाल्ने कि नहाल्ने, त्यो बेला मलाई साँच्चै कसैले नेपालीमै दाजुभाइले जस्तै सम्झाइदिएको भए कति सजिलो हुन्थ्यो होला जस्तो लाग्छ। खैर, त्यसपछि मैले आफै सिक्न थालेँ, किताबहरू पढेँ, पडकास्ट सुने, अनि आफ्नै गल्तीहरूबाट पनि धेरै सिकेँ। अनि बिस्तारै एउटा कुरा के थाहा पाएँ भने अमेरिकाको यो फाइनेन्शियल सिस्टम खासमा कम्प्लिकेटेड छँदै छैन, तर कसैले सरल तरिकाले नबुझाइदिँदासम्म यो एउटा भुलभुलैया जस्तो लाग्छ। अब यो पैसाको प्रणालीले कसरी काम गर्छ त्यसको बारेमा कुरा गरौँ। एउटा सजिलो तरिकाले सोच्नुहोस् है त, तपाईँको पैसाको यात्रा भनेको एउटा नदी जस्तै हो। नदीको मुहान जहाँबाट पानी आउँछ त्यो भयो तपाईँको इन्कम, जबको स्यालेरी होस् या फ्रिल्यान्स कामबाट आएको पैसा। अब त्यो नदी सिधै बग्दैन, पहिलो मोड आउँछ जहाँबाट अलिकति पानी छुट्टिन्छ, त्यो हो प्री ट्याक्स कन्ट्रिब्युसन्स, जस्तै कि तपाईँको 401k। त्यसपछि अर्को मोडमा अझै पानी काटिन्छ, त्यो हो ट्याक्सेस, फेडरल ट्याक्स, स्टेट ट्याक्स, सोसियल सिक्युरिटी, मेडिकेयर। अनि यी सबै मोडहरू पार गरेर अन्त्यमा जुन पानी तपाईँको घरसम्म मतलब ब्याङ्क अकाउन्टसम्म आइपुग्छ, त्यो हो तपाईँको टेक होम पे। अब यहाँ एउटा एकदमै स्मार्ट कुरा छ। 401k जस्तो प्रिट्याक्स कन्ट्रिब्युसन गर्नुको फाइदा के हो भने तपाईँले त्यो पैसामा अहिले ट्याक्स तिर्नु पर्दैन। जस्तै तपाईँको आम्दानी $50,000 छ र तपाईँले $5,000 401k मा हाल्नुभयो भने सरकारले तपाईँको आम्दानी $45,000 मात्रै हो भनेर हिसाब गर्छ। आम्दानी कम देखियो मतलब ट्याक्स पनि कम लाग्यो। हेर्नुहोस् त, यही हो पहिलो स्मार्ट मुभ। ल, प्री ट्याक्सको कुरा पनि भयो, ट्याक्सेस पनि काटियो, अब तपाईँको ब्याङ्कमा पैसा आयो। असली खेल त यहाँबाट सुरु हुन्छ। हामी मध्ये धेरैको बानी के हुन्छ भने पैसा आयो, मजाले खर्च गर्यो, अनि सोध्छौँ ल महिनाको अन्तिममा जे बच्छ त्यो चाहिँ सेभ गरौँला। तर साँचो भन्नुहोस् त, त्यसरी कहिल्यै केही बचेको छैन, किनकि कहिल्यै केही बाँच्दैन। हो, यसकै सल्युसन हो पैसा आउने बित्तिकै त्यसलाई कहाँ पठाउने भनेर प्लान गर्ने। सजिलोको लागि म यसलाई 4 बकेट सिस्टम भन्छु। आफ्नो पैसालाई 4वटा बाल्टिनमा बाँड्ने। पहिलो बकेट यो हो तपाईँको मन्थली एक्सपेन्सेसको लागि, घर भाडा, खानेकुरा, गाडीको तेल, इन्सुरेन्स, महिनाभरि चाहिने सबै अनिवार्य खर्चहरू यो बकेटमा पर्छन्। दोस्रो बकेट यो एकदमै महत्त्वपूर्ण छ, इमर्जेन्सी सेभिङ्स। यसमा कम्तीमा 3 देखि 6 महिनाको खर्च धान्ने पैसा हुनुपर्छ। भोलि जब गयो, गाडी बिग्रियो वा बिरामी परेर अस्पताल जानु पर्यो भने यही पैसाले तपाईँलाई बचाउँछ। यो तपाईँको फिनान्शियल सेफ्टी नेट हो। तेस्रो बकेट यो हो इन्भेस्टमेन्ट्सको लागि। यहाँ तपाईँको पैसाले तपाईँको लागि काम गर्छ। रथ आइआरए जस्ता रिटायरमेन्ट खाताहरू वा इन्डेक्स फन्ड्समा लगानी गरेर तपाईँले आफ्नो पैसालाई बढाउन सक्नुहुन्छ। कम्पाउन्ड इन्ट्रेस्टको जादुले तपाईँको सानो बचतलाई पनि समयसँगै ठूलो बनाइदिन्छ। अनि चौथो बकेट, र यो मेरो सबैभन्दा मनपर्ने बकेट हो, गिल्ट फ्री स्पेन्डिङ। यो पैसा तपाईँको हो, तपाईँको खुसीको लागि। मन लागेको लुगा किन्नुहोस्, राम्रो रेस्टुरेन्टमा खान जानुहोस्, नेपालमा घर परिवारलाई पठाउनुहोस्, जे गर्नुहुन्छ बिना कुनै गिल्ट गर्नुहोस्। किनकि तपाईँको भविष्यको लागि चाहिने पैसा पहिले 3वटा बकेटमा सुरक्षित भइसक्यो। अब यो पुरै सिस्टमको सबैभन्दा ठूलो सिक्रेट के हो थाहा छ? त्यो हो पे योरसेल्फ फर्स्ट। मतलब पेचेक आउने बित्तिकै
अरूलाई तिर्नु वा खर्च गर्नु अगाडि सबैभन्दा पहिले आफ्नो सेभिङ्स र इन्भेस्टमेन्टको बकेट भर्नुहोस् अनि जे पैसा बाँकी रहन्छ नि त्यसमा आफ्नो महिना चलाउनुहोस्। अझै सजिलो बनाउन यो सबै प्रक्रियालाई अटोमेट गरिदिनुहोस्। ब्याङ्कमा यस्तो सिस्टम मिलाउनुहोस् कि पेचेक आउने बित्तिकै पैसा आफ्नो बकेटमा 401k मा, सेभिङ्समा, इन्भेस्टमेन्टमा आफै जाओस्। तपाईँले हरेक महिना सोच्नै नपरोस्। मेरो विचारमा यो नै सबैभन्दा शक्तिशाली फाइनान्शियल ह्याबिट हो। साँच्चै भन्नुपर्दा यो सिस्टम बुझ्नुभन्दा अगाडि म हरेक महिना पैसालाई लिएर एङ्सियस हुन्थेँ। कुनै प्लान थिएन, पैसा कता जाँदैछ थाहा थिएन। तर अहिले पैसा आफै आफ्नो ठाउँमा जान्छ, मलाई कुनै टेन्सन लिनु पर्दैन। एक किसिमको पिस अफ माइन्ड छ। र मेरो चाहना के हो भने यो शान्ति सबैले अनुभव गर्न पाउनुहोस्। आज हामीले यो हाई लेभल सिस्टमको बारेमा कुरा गर्यौं, तर यो त सुरुवात मात्र हो। आउने दिनहरूमा हामी हरेक टपिकमा अझै गहिरिएर कुरा गर्नेछौँ। 401k लाई कसरी म्याक्सिमाइज गर्ने, राम्रो क्रेडिट स्कोर कसरी बनाउने, ट्याक्स ब्र्याकेट्सले वास्तवमा कसरी काम गर्छ, रथ आइआरए र ट्रेडिसनल आइआरएमा कुन चाहिँ ठिक, यी सबै कुरा एक एक गरेर सरल नेपाली भाषामा। ल, जानु अघि एउटा प्रश्न, तपाईँलाई अमेरिकाको कुन फाइनेन्शियल टपिक सबैभन्दा धेरै कन्फ्युजिङ लाग्छ? तल कमेन्टमा लेख्नुहोस् है त। अर्को पटक फेरि भेटौँला। त्यतिन्जेल आफ्नो पैसाको ख्याल राख्नुहोला। धन्यवाद।